Hello everyone and welcome back to my channel after so long है के भन्दै रहेछ भन्छु नि म त सो अहिले त त्यही हो सबैको हातमा हुन्छ सो म चाहिँ हिजो बेलुका नै माइत आएँ अनि बेलुका 7:30 तिर आइपुगेको थिएँ पूजाकोमा आएँ नानीको बर्थडे अस्तिको दिन थियो हिजो चाहिँ हामी साथीहरूलाई बोलाएको थियो अनि त्यहाँ आएर चाहिँ हामी निकै बिल्यो 2 बजीतिर आइपुगेको थियो होला आफ्टर स्कुल आएको अनि पूजासँग एकछिन बस्यो एकछिन त निकै बेर बस्यो 2 बजीतिर 2 साढे 2 मा आइपुग्यो 7:30 बजेको थियो त्यहीँनिर म घर आइपुग्नेसम्म 7:30 भइसकेको थियो अनि अहिले बिहान चाहिँ म यसो घरहरू साफसफाइहरू गरिदिएँ नानीको लुगाहरू धोइदिए गरिदिएँ नानी नुहाइदिए गरेर चाहिँ अहिले चाहिँ म जाँदैछु स्कुल डाँडा हाम्रो चाहिँ रोड निस्किनु निकै टाइम लाग्छ नि त घरदेखिको अनि माथि रोडमा चाहिँ रासन बाँड्छ रोडमा त होइन रासन दोकानमा अनि रासन बाँड्छ अन्त आज रासन दिँदैछ अरे र चाहिँ मेरो बाबाले रासन थाप्नु न भन्नु भयो अनि म चाहिँ रासन थाप्नु जाँदैछु जान्थेँ हामी रासन थाप्नु माथि त्यो टाइममा कहिले 2015 त मैले नै रासन थापेको 16 पनि मै जान्थेँ सधैँ स्याटरडे नभए सन्डे जान्थेँ आज स्याटरडे हो रासन थाप्नु जान्थ्यो त्यति बेलामा हामी बहिनीलाई जान भन्थे त्यो चाहिँ कहिले जानु मान्थेन नाम्लोहरू बोक्नु मान्थेन नि त त्यो चाहिँ लजाउँथ्यो पुरा अन्त के अरे म जान्न मलाई साथीहरूले देख्छ भन्थ्यो तेरोभन्दा बेसी साथी त मेरो छ त मलाई नि त देख्छ भने अनि त्यो चाहिँ कहिले जानु मान्थेन न कोही बेला चाहिँ मेरो साथी चाहिँ जान्थ्यो अन्त अहिले चाहिँ सोच्दै होला यसले मेरै कुरा गरेको भनेर अनि रासन थापेर आउनुपर्थ्यो रासन थापेर मम्मीहरू बजार जान्थ्यो मम्मीहरूको ल्याएको सौदाहरू बोकेर आउँथ्यो हामी त्यो टाइममा अनि त्यहाँदेखिको डाइरेक्ट आज गएकोमा रासन थाप्नु हाम्रो त घरमै आउँछ घरमा त होइन त्यहाँ रोडमा आउँछ त्यहीँनिर थाप्नुपर्छ यहाँमा अब रोड भए त आउँथ्यो होला तर यहाँ त हाम्रो रोड छैन नि त हो अन्त यहाँ नेटको उतापट्टि चाहिँ भाइहरूले स्विमिङ पुल खन्दैछ रहेछ तर देख्दैन पनि रहेछ त्यहाँ पर अरे यो ढुङ्गा भएको त्यहाँ अन्त त्यो काम चाहिँ प्लास्टिक लिएर बर्खा पनि लाग्यो अब त्यो भएर चाहिँ तिनीहरूको स्टप भइराखेको रहेछ कहिलेतिर फेरि कन्टिन्यू गर्छ होला हेर्नु चाहिँ मलाई मन परिरहेको थियो म अलिक बस्छु 1-2 दिन सो म भोलितिर आउँछु यसको स्विमिङ पुल हेर्नु आयो मोडे कम्बर दुखेर अठै भयो सो म चाहिँ कन्टिन्यू गर्नु सकेको थिइनँ भ्लगहरू किनभने आन्बीको एक्जाम हुँदै थियो अस्ति भर्खर सकेको आन्बीको अस्ति ट्युसडे मात्रै एक्जाम सकेको र चाहिँ मैले केही पनि गर्नु पाएको थिइनँ जुम आइ यहाँ चाहिँ माथि बाबा हुनुहुन्छ र मको चामल र आँटा मात्रै पाउँछ अरे सो लिएर आउँछु अहिले चाहिँ हामी आधा बाटो आइपुग्यो माथि रोडको त्यहाँ आइपुग्न थियो सो यहाँ चाहिँ बाटोहरू सफा गरेको रहेछ पहिला चाहिँ यो बाटो यहाँ तलबाट थियो पहिरो गएर चाहिँ साडेको यो बाटो काले कुकुर पछाडि आएछ हामीलाई घर जा यो कुकुर चाहिँ अलगढाको कुकुरको बच्चा यता ल्याएको थियो यो मात्रै बाँचेछ 3टा ल्याएकोमा एउटा मात्रै बाँचेछ यो बिराल चाहिँ हाम्रो तल घरमा यस्तै बिराल थियो सेम रहेछ यहाँ पनि अहिले चाहिँ हामी रासन थापिसकेर पनि ओह्रालो झर्दैछ अघिकै बाटो अघिकै त्यहाँनिर आइपुग्यो रुममा कुचुरेर बस्ने बानी भएछ अब हिँड्दा यो भारी बोक्दा त खुट्टाहरू सबै बौडेको जस्तै भयो हिजो हिँडेकोले त कैँडा लाग्यो थियो खाली त के आफ्नै लुगाको ब्यागहरू थियो नानी भाइले बोकिदिइहाल्यो कस्तो गलेको र पनि स्पिड हिँडेकोले राति भएकोले गर्दा आज झन् हत्तु हुँदो रहेछ बानी हुँदैछ पहिला अर्काले भन्दाखेरि क्या एक्टिङ गरेको पहिला यो जग्गामा हुर्केर भन्थ्यो हामीले त्यसो भन्थ्यो कि अहिले चाहिँ आफूलाई पढ्दा चाहिँ त्यही रहेछ पारा चाहिँ
एक दुई दिन केही गरेन भने बानी बिग्रिहाल्छ मान्छेको। घरि चाहिँ बाबा चामल बोकेर जानु हुँदैछ। आमा उछ अन्त म चाहिँ आँटा बोकेर यहाँ ब्यागमा अल्दिनु भएको छ मलाई चाहिँ। सो किन फेरि आफू चाहिँ हल्का बोक्यो भन्नुहुन्छ होला है, मलाई यही बोक्नु दियो अन्त मैले यही बोकेको हो। मैले बोक्छु पनि भन्दिनँ, मलाई याद थियो मैले सक्दिनँ भनेर, त्यही भएर मैले म बोक्छु तपाईँ यो बोक्नु चाहिँ भने मैले चुप लागेर यो बोकेर हिँडेँ म। यो भारी रेडी पारिदियो मलाई, अन्त यही बोकेर हिँडेँ म। आया हत्तु भयो। आयो यो त्यही माथि एकपट्टिको गाँठो रहेछ, एकपट्टिको छैन रहेछ ब्यागमा। एकपट्टिको चाहिँ यस्तो भइरहेछ बाङ्गो यस्तो। बढी गलेर यहाँ सबभन्दा ठुलो दिदीहरूको घरमा आइपुगेँ है। यहाँ चुल्हा चाहिँ लिपेको छैन रहेछ, यसलाई इग्नोर हान्नुहोस् हो। तर यहाँ चाहिँ मैले एउटा इन्ट्रेस्टिङ कुरा देखेँ। के बनाएको रहेछ भन्दाखेरि चाहिँ यहाँ चाहिँ चिम्नी बनाएको रहेछ है। भित्रबाट चाहिँ देखाउनु खोजेको तर देखेन। यसले पनि इन्ट्रेस्टिङ कुराहरू गरिराखेको हुन्छ। सो के भन्छ कपिराइट लाग्छ होला हो। कोही पनि छैन रहेछ, त्यो चाहिँ अदुवा गुड्दै रहेछ। अहिले कपिराइट लाग्छ। ऊ तल अदुवा गुड्दै रहेछ। यो चाहिँ यता हेर्दा ओइ यो चाहिँ अदुवा गुड्दै रहेछ। अङ्गु छैन अरे। यिनीहरूकोमा अब त्यही हो, घरि माथि लाग्यो नघरि माथि लाग्यो होइन। त्यही भएर आजकल अलिक गर्दो रहेछ कामहरू। खुसी लाग्छ उनीहरूलाई काम गरेको देखिन्छ कि। सुतेको देखिन्छ पुरा रिस उठ्छ। सो बाबा होइन खासमा पप्पा भन्छु। पप्पा चाहिँ गइसक्नु भयो जस्तो लाग्यो, त्यही कारणले म जान्छु। चिया खाऊँ भने यिनीहरूको गाई पनि मरेको, चिया खाने उयो पनि छैन। पहिला त दुध हुन्थ्यो र चाहिँ चिया खानु म बिहानै आइपुग्थेँ यिनीहरूकोमा कि। अहिले त गाई छैन। ए तल पुगिसक्नु भएछ। बुक अझै अहिले बच्छस् चुप्लाक। अरे त भोक्ने कुकुरले टोक्दैन भनेको चाहिँ यिनीहरू यो यति डरलाग्दो भोक्छ, यति डरलाग्दो भोक्छ यिनीहरू। सबैजना भएर उस्तैको चाहिँ सातु लगेर तिनीहरू रोइराखेको भेट्छ। उस्तै नयाँहरूलाई चाहिँ कि हामीलाई चाहिँ युज टु भएको। यिनीहरू सधैँ भोग्छ, सधैँ नै भोग्छ हो। तर गर्ने बेला कुछ नै है भनेको चाहिँ हो, गरेका कुछ नै। उफ सो म चाहिँ घर पुग्नु आँटिसकेँ अब घरमा गएर भेट्छु। चाहिँ म माथि रासिन थपेर सुसु गर्नुको गरेर दिक्सन चाहिँ। अन्त कस्तो थाक्यो भगवान् बानी हो रहेछ हिँड्नेहरू नि। त्यति नै 12 किलो बोकेर आउनु पनि मलाई हेप्पे परेको थियो। कस्तो देखिरहेको छु मलाई यहाँ घर आएपछि चाहिँ केही गर्नु पनि जागिर चल्दैन हौ। हात खुट्टा धुन्छु, मुख धुन्छु, त्यतिकै बसिरहेछु। अघि सनस्क्रिन लाएको थिएँ, त्यो नि मेरो त्यो माथि पुगेर आउँदाखेरि पसिनाले कहाँ लगिदियो। अघि गरम भयो भनेर अलिक कोक खाइदिएको थिएँ, नाक ठ्याप्पै भइरहेछ। के खालको नाक छ। यहाँ चाहिँ भाडी बोकेको खुसियालीमा चिकन पाक्दैछ। अन्त माम पनि रेडी भइसक्यो। अन्त मैले चाहिँ पराठा चिसै खाँदै थिएँ। अन्त बाबाले चाहिँ तताएर चिसो नखा भनेर तताउनु लाउनु हुँदै थियो मलाई। भरे म त बासी पो रहेछ भनेको त होइन रहेछ। पछाडि चाहिँ डल्लै लेखेको प्रिन्टहरू बसिसकेको रहेछ नि त, बिहानको रहेछ यो चाहिँ भरे। अन्त मैले त्यतिकै खाएँ। चिसो नखा भनेर चाहिँ तताउँदै थिएँ मैले चाहिँ यहाँनिर। अब बनाऊ। हेलो गाइस, यता चाहिँ हाम्रो बहिनी छ। हेलो यता बहिनीको नाम चाहिँ अन्वी हो। यता अघि भर्खर चाहिँ यहाँ गुडियाहरूसँग नानी हो भनेर चाहिँ नानी हो भनेर हो गाइस। गाइस यता चाहिँ आमा छ, यता चाहिँ बाबा छ। यता चाहिँ आमा छ हो गाइस। हुनुहुन्छ अन्त आमा चाहिँ भगवानसँग बोल्नु हुँदैछ होला गाइस। र यता चाहिँ बाबा छ। यी आमाको मन्त्र देखाइदिइहाल्छु, नबोक्नुहोस् ल तपाईँ मलाई। यता बाजु छ, यता आमा छ, यता आमा छ। आमा हेलो, म चाहिँ ओछ्यान बनाउँदैछु गाइस। गाइसले फेरि बोल्नै दिँदैन, क्यामेरा लगिहाल्छ। मेरो आमा चाहिँ युट्युबर हो गाइस।
साथीको भन्दै संस्था आमा आमा हैन मेरो म चाहिँ युट्युबर हो गाइस म चाहिँ युट्युबर हो म चाहिँ आमाको चाहिँ छोरा हो गाइस यता चाहिँ मेरो आमाको अझै छोरी छ अर्को छोरी इत्रु सेलु भुचेर कुचे जस्तो छ गाइस गाइस इत्रु सेलु भुचिना कुची जस्तो छ गाइस आदमी भन्दै चाहिँ गाइस फुची फुचीला फुची डल्ला न डल्ला भएर दुधको भन्दा ठुलो भएको त थाहा छैन खोइ हामी चाहिँ हिजो मैले केही पनि गर्न सकिनँ अन्त मैले भ्लगहरू पनि कन्टिन्यू गरेन हिजो बेलुका चाहिँ अन्त अहिले चाहिँ हामी यहाँ ठुलो दिदीकोमा आइरहेछ यहाँ चाहिँ नानीहरू साइकल प्र्याक्टिस गरेको अरे साँझ भइसक्यो अनि हामी चाहिँ मोमो बनाएको छ माथि चाहिँ दिदीहरूकोमा चाहिँ अन्त भाइले चाहिँ पाइडल चलाउनु जान्छ नि त अन्त आन्वीले चाहिँ जान्दैन कि अन्त पक्रेकोले हत्तु भइसक्यो म चाहिँ उसलाई चाहिँ थामिदिएकोले कुदेकोले पनि थाकिसक्यो ल ल ओह्रालो चाहिँ आन्वी मोमो गीतै बन्नु थाल्यो कि एकैछिन सकिहाल्यो भेना चाहिँ माथि हुनुहुन्छ आमामा हात त के डरलाग्दो भयो प्याज बनायो अन्त के भन्छ अघि मोमो पनि पाकिहाल्यो काम पनि सकिहाल्यो अन्त अहिले चाहिँ हामी रोडमा निस्केको नानीहरूसँग हाई भनिदेऊ न दिक्षान्त हाई गाइज भनिदेऊ न त अबै सक्छ मलाई बिस्तारै अहिले चाहिँ म मेरो घरमाथि आइपुगेँ बुझी चाहिँ बाहिर निस्किराख्नु भएको रहेछ नानी चाहिँ कता छ कि एक्साइटेड यति बिग्न छ नि के भयो होला के हो त्यो ड्रेसअप के हुन्छ हौ अन्त तँ मलाई गरिदिन्छु अरे हो मम्माको मम्मा र म तँ भन्दै थियो के हुन्छ अन्त बोजूले ठुलो मान्छेले तँ भन्दा तिमीले पो बोजूलाई तँ भन्नु हुँदैन त ल बार्बी डलको चाहिँ फिनिस्ड भइसक्यो अनि यो ल्याइदिएको के हो त्यो चाहिँ बे यही हो अघि फोन गरेर यसको लागि त मलाई आतुरी भएको त सोध्नु तिम्रो पासबुक ला के मैले भयो अघि बिहानको जस्तो ल्याएर छ त अन्त कहाँ हो यो नानी मिठाई खाँदैन मिठाई मलाई एउटा बाजुलाई चिप्स दिनु हो र बोजूलाई रास्नी वासहरू दिनु एउटा बाजुलाई दिनु टाउको भेटाइन म अब चाहिँ म हिँडेको घरबाट हो यस्तो खालको पोका छ यो के सिस्टम हो पोकाइ नघट्ने जहाँ जाँदा पनि पोकाइ घट्दैन अनि खासमा म भोलि जानेवाला थिएँ घर चाहिँ तर भोलि नै जान्छु घर त फेरि भोलि अलगढामा सानो नानीको बर्थडे हो नि त अनि भेनाले फेरि आउनु भन्यो अनि त्यो चाहिँ अहिले घरको कामसाम सकेर लुगाहरू धोइदिइराख्दै त्यसपछि म आफ्टरनुन भन्दा पनि इभिनिङ हुन आँटिसक्यो 3 बजिसक्यो अहिले चाहिँ म अलगढा जाँदैछु सो भोलि आज बसिकन भोलि चाहिँ म घर जान्छु जान्छु तर बर्थडे खाएर बाई बाई टु च्यानल बाई बाई हाई हेलो गरिदिनु बेबी यस्तो टाटा हपक गरिदिनु बेबी हपक गरिदिनु हामी चाहिँ अघि अलगढा आइपुग्यो र यहाँ चाहिँ खेलिरहेछ दुईजना ऊ चाहिँ खुसी भइरहेछ एक्लै बसिरहेको रहेछ हामीलाई देखेर खुसी भइरहेछ
बेबी बेबी यता हेर्दिनु यसो गरिदिनु गरिदिनु नि गरिदिनु बेबी बेबी पुची The wheels on the bus go round round round. ल बेबी The wheels on the bus go कसरी हुन्छ round and round बेबी round and round round and round बोइ उता उता बहिनी फेरि जिउै छाडेर छोडिदिनु छ हात छोडिदिनु के गर्दो रहेछ बोइ बोइ सो म चाहिँ भर्खर यहाँ बर्थडेको डेकोरेसन सकेर बसेको अनि यहाँ चाहिँ छ हाम्रो बर्थडे गर्ल टाटा गरिदिनु हाई होइन टाटा उफ छोड न टाटा गरिदिनुहोस् न हेलो गरिदिनु बर्थडेलाई उची हो बर्थडे गर्ल भनिदिनु उची बेसी गोरो भएर होला हामीले मलाई त उसको छेउमा त अब के भन्यो निखुर देख्छ हामीलाई निखुर मेरो बर्थडे हो भनिदिनु मेरो मेरो खोइ फुची मेरो भन्दैन ह्याप्पी बर्थडे भन्दैन फुचे उची आज चाहिँ 2 इयर्स कम्प्लिट भयो है के भयो चारजनामा सबसे ज्ञानी को छ विश माग्ने हैन अब विश माग्यो होला ल उफ गरिदिनु बेबी लु त गीत गाउ न ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे डियर दिशा ह्याप्पी बर्थडे टु यु मे गॉड ब्लेस यु ह्याप्पी बर्थडे डियर दिशा ह्याप्पी बर्थडे टु यु ए नो त्यो उयो गर्ने मान्छे बसेको ल्याछ उनीहरु दुई यी बसेर ल्याएर आको नानी यतापट्टि नकाटौँ भनेको म त यता केक बनाउनु कस्तो मज्जाको छ खोइ छिर ला ह्यापी बर्थडे गीत गाउँछ के गर्ने छैन फेरि गीत गा त ह्याप्पी बर्थडे टु यु बाबाले